यो ओह्रालो चाहिँ अब लागे थर्बु ओह्रालो, जहाँबाट चाहिँ हाम्रो तल टुक्रे राङमाङ खोला भन्छ है, तलकोसिम भन्छ, त्यो बाटो लागेको। स्पेसली मैले यो बनाएको कारण चाहिँ, भिडियो बनाएको कारण चाहिँ रोडको हालत देखाउनु लागि। स्टार्टिङ थर्बु ओह्रालोदेखि स्टार्टिङ यो खाले रोड छ है। अब यसको बाटोमा चाहिँ हेर्दै जानु अब रोडको हालत चाहिँ कस्तो छ होइन। रोड त भत्किएको छैछ, ऊपर चाहिँ ओह्रालो हो। यसरी जो भाडा लानुपर्छ भिडियो गेम खेलेको जस्तै गरेर। अब यो हुनु चाहिँ बाइकको लागि कमसेकम तल खोला पुग्नु 5 मिनटको बाटो होला, म्याक्सिमम 5 to 10 मिनट, र यो पुग्नु बहुत टाइम लाग्छ रोडले गर्दाखेरि। रोडको हालत चाहिँ यो खाले छ, त्यही माथि ओह्रालो हो। आम्मामा यसलाई चाहिँ यो रोड भन्नु, त्यो खोला भन्नु, अहिले अलिकति सुक्खा छ, पानी परेको छैन, र त यो खाले छ हालत। पानी पऱ्यो भने चाहिँ कस्तो होला हालत। तल पुग्दा होला चाहिँ आधा सुरु हाम्रो ब्रेक सुरु खतम। यो खोले छ हालत ओह्रालोको। यतिको त धेरै राम्रो, यहाँ माथि त यतिको त बहुत राम्रो। अब अलिक तल पुगेपछि चाहिँ असली रोड देख्छ। अब यो हाम्रो मेन्टेन चाहिँ कहिले हुन्छ के हुन्छ है। अब यो के भन्नु, रोड भन्नु कि खोला भन्ने। धेरै दिनदेखि यो रोडको बनाउने थियो मलाई इच्छा है। आज टक्कै टाइमिङ मिल्यो रोडको। एक सेकेन्डै अहिले पानी परेको चाहिँ यो रोडबाट जाने पोसिबलै छैन यो रोडको। यो रोडतिर डबल राइट ट्रिपल राइट गर्छ, र पनि हाम्रो यहाँको मान्छेहरूले डबल राइट ट्रिपल राइट गर्छ। यो गर्नेहरूलाई चाहिँ भयङ्कर मान्नुपर्छ क्या, भयङ्करै हो यिनीहरू चलाउने चाहिँ। यो खाले रोडमा डबल राइट ट्रिपल राइट गर्नु भनेर त मामुली होइन नि। यो खाले चिप्लो बाटो, आहा अब कताबाट लैजाउँ। यो खाले छ यी बाटो, आम्मामामामामा यो खाले छ बाटो ओह्रालोमा। त्यही माथि यस्तोमा पनि 2 जना 3 जना मोबाइलले चलाउँछ है तेरिका। अब चाहिँ ओह्रालो आयो पक्का। यो खाले ओह्रालोमा यतिको त दामी नै रोड भन्नु यताको लागि है, यहाँको लागि। अब चाहिँ स्टार्टिङ चाहिँ रोड चाहिँ रोड भन्नु कि खोला। यो पानी परेपछि यसको कस्तो होला हालत, यो बाटोको चाहिँ हालत कस्तो होला पानी परेपछि चाहिँ। अस्ति यो उकालोमा करिबन 7-8 बजी बेलुका म यस्तो बिजोग परेर जाँदै थिएँ ओह्रालो। तलबाट रात बजीको 7-8 बजीको टाइममा एउटा बाइक आउँदै थियो, जसको चाहिँ हेडलाइट पनि बिग्रिरहेको थियो, छैन हेडलाइट जलाएको थिएन। 3 जना बाइकमा थियो, 2 जनाले चाहिँ मोबाइलको लाइट जलाएर, 1 जनाले चाहिँ बाइक चलाएर आउँदै थियो, त्यो पनि 3 जना राइड गरेर। यतिको चाहिँ भयङ्करै चलाउनेहरू हो। यसो खाले चाहिँ रोडको हालत छ। त्यसमा कसरी चलाएर ल्याउँदै थियो होला त्यो मान्छेले। अझै सबैभन्दा डरलाग्दो जग्गा चाहिँ अलिकति तल छ, जहाँनिर चाहिँ एकदमै डेन्जर हालत छ। अस्ति त्यहाँनिर गाडी पनि स्किड भएर गाडी रुखमा ठोकेको चिप्लेर त्यस्तो भइसकेको छ रोडहरू। अब खै बनाइदिने चाहिँ कसले। अब हुन त रोड पक्का बनायो भने फेरि अर्को सालको लागि कन्ट्राक्टरहरूलाई काम पाउँदैन भनेर होला माथि माथि वाइट पुट्टी लगाएको जस्तो मात्रै लगाउँछ हाम्रो रोडहरू चाहिँ हो। तलबाट हेर 2 जना आउँदैछ हो। रोड चाहिँ हाम्रो कालो चाहिँ घरमा वाइट पुट्टी दलेको जस्तो मात्रै दल्छ नि त, अलकत्र त अन्त एक पानीले लात्योत। यसरी बिस्तारै झर्नुपर्छ अन्त, नभए त 5 मिनटको रोड हो नि तल पुग्नु लागि चाहिँ। तर यहाँ चाहिँ रोडको अवस्था यो खाले भएकोले गर्दाखेरि चाहिँ बिस्तारै चलाउनु चाहिँ आफू यो खाले उफाइ हुन्छ अन्त। अब चाहिँ यहाँदेखिको चाहिँ स्टार्ट भयो रोड एक्ज्याक्टली भत्किएको जग्गाहरू चाहिँ यो खाले छ। अहिले रोड भन्नु कि खोला हो हेट। यहाँनिर चाहिँ निकै अप्ठ्यारो जग्गा छ हो, यहाँ चाहिँ अलिकति जोगाएर कुदाउनुपर्छ। यहाँनिर चाहिँ पहिला उभिएर हेरौँ। आहा यो खाले अवस्था छ यो रोड हो है। यहाँनिर चाहिँ
कता साइडबाट लैजाउँ यो खरेछ रोडै हो कि गाडी चिप्लेछ कि यहाँ गाडी चिप्लेछ है यहाँ साला कस्तो अन्त के हो यो रोड हो आमा यो रोड हो यो रोड हो यो रोड ओह्रालो छ त्यही खाले इस सानो ब्यारिङको गाडी खेलेको जत्तिकै हुन्छ यार यता रोडको हालत हो यस्तो छ अवस्था यो रोड हो बिचरा ड्राइभरहरूले यतिकोमा कुदाइरहेको छ आफ्नो गाडीहरू अब यो बर्खाभरिमा त कालो पनि देख्न छोड्ने रहेछ रोडको अब यो बर्खाभरिमा चाहिँ यो कालो पनि देख्न छोड्ने रहेछ त्यहाँबाट फेरि कलरवाला घोडा चलाउने अवस्था हुने रहेछ बाइक गाडी चाहिँ होइन घोडा चलाउने अवस्था हुने रहेछ अब यतातिर पनि त्यही हालत छ यता त झन् कुन्ताको गोलाइमा हेर चुटेको रोडी बिचबाट अब कुदाउनु पऱ्यो नि होइन गोलाइमा भत्केको त्यस्तै यहाँ त झन् राम्रो खोला भइसकेको छ ए बाटो त अन्त खै नाली ड्रेन खै ड्रेनमाथि चाहिँ रोड मुनि छ अन्त कसरी हुन्छ यहाँ त खोला भइसकेको छ पानी बोक्ने यहाँ पानी बोक्दैछ अहिले एउटा रोडबाट एक साइडको कुनाबाट अर्को साइडमा गएर ड्रेनमा पानी पर्दैछ रोडभन्दा माथि ड्रेन छ अन्त रोड चाहिँ खपोस् कता भाइ हेर यहाँ पानी गएको जग्गा पानी गएको जग्गा डल्लै नाली भइसकेको छ गाडी कुदाइ त्यो खाले चाहिँ बिस्तारै अन्त बिस्तारै कुदाइरहेको छ यस्तोमा पनि खै म यता छिरिहाल्छु भत्केको रोड छ कत्रो गोलाइ काटेको मोराले अन्त सेपेर यत्रो जग्गामा पनि सानो सेपेन हैया है थाहा गल्यो थानेकोले हेरौ भत्केर रोडको हालत त नहेरी कुदाएको मोरा भाँगाएर कुदाउँछ क्या मोराले बाइक गाडी पनि सिधै जोतेर पनि हुन्छ अन्त रोड अप्ठ्यारो भएको बेलामा आम्मा यही ओह्रालोले घात घुच्रु बस्ने बनाइसक्यो मेरो गाडी पनि अलिक दिनपछि अलकत्रको रोड चाहिँ होइन माटोको रोड बनिने रहेछ हात दुखेर थानेको गर्दा आम्मामा यहाँको झन् के हालत पत्ला रहेछ यार त्यही माथि माटो हालेको रहेछ यो खालि चिम्टे माटो पनि पऱ्यो नि सानो चिप्लिँदैन ओइ तेरिका बाटोको हालत माटोले गर्दा झन् चिप्लिन्छ यसरी ढुङ्गा ढुङ्गा भएकोमा लानुपर्छ यार माटो भागमा लग्यो भने झन् चिप्लिन्छ अब यस्तो बाटो हुँदै भए पनि खोला पुग्न आँट्यो चाहिँ है खोलादेखि उता पनि कतिवटा जग्गा त्यस्तै रोड छ उकालो चढ्ने जहाँबाट चाहिँ मेरो गाउँ जान्छ है यस्तो रोडको हालत त्यो खाले छ बिस्तारै बिस्तारै रोडमा अलकत्रको भन्दा माटोको कन्ट्रिब्युसन ज्यादा हुँदो रहेछ अब है यो बर्खामा चाहिँ यताबाट हिँड्न नसक्ने रहेछ ल हो आम्बो माटै माटो रहेछ यत्रोमा झन् डरलाग्दो चिप्लिन्छ चिप्ले माटो लगाइदिएको रहेछ सानो डरलाग्दो चिप्लिँदैन यो खालि सानो गोलाइमा रोड भत्केको चाहिँ झन् आज पानी परेको छैन र मात्रै म आउनु सकेँ यो रोड आम्बो यता त झन् डेन्जर रहेछ यार कहिले माटो छपाइ त झन् फेरि पर्छ नि हौ आमामा भित्तामै सिधा लानुपर्ने रहेछ आमामा हैट रोडको गति त ओह्रालोमा यो खाले रोडको गति आम्मामा यो रोडै हो होइन यहाँको रेगुलर कुदाउने मान्छेहरू चाहिँ पक्का राइडरहरू भयङ्करहरू ल अब आइपुग्यौँ खोला है यहाँनिर चाहिँ धेरै होमस्टेहरू छ सबै जग्गा स्पेसली टुरिस्टहरू आएर बसेको छ होमस्टे पनि दामी दामी होमस्टेहरू छ यहाँनिर है आएर घुम्न सक्नुहुन्छ जतिजनाले हेरेको छ हेर्दैछ है हेर्नुहुन्छ यो भिडियो उहाँहरूलाई चाहिँ यहाँनिर आउनु चाहिँ अलिकति अप्ठ्यारो तर आइसकेपछि चाहिँ यहाँनिर दामी छ यहाँनिर चाहिँ तपाईँको खोलाको नजिक है मजाको वातावरण मजाको
होमस्टेहरू सबै होमस्टेहरू छ यहाँ। र यो गाडी अघि आएको अन्त भर्खर यहाँ पुग्दो रहेछ अन्त। हामीले टु विलरलाई त्यस्तो साह्रो पर्छ भने चाहिँ फोर विलरलाई त्यो बेलामा त्यो खाली बाटोमा कति साह्रो पर्छ यार। यो चाहिँ हाम्रो खोला तामाकोसी भन्छ, रङमाङ खोला पनि भन्छ, टुक्रे पनि भन्छ है। यहाँनिर चाहिँ ठुलो स्विमिङ पुल छ, यो चाहिँ पब्लिकको लागि ठुलो स्विमिङ पुल है। यतातिर मजाले यहाँदेखिको चाहिँ राम्रो राम्रो होमस्टेहरू छ। आम्बो यताको हालत पत्लै भएको रहेछ यार, सिहर ग्राउन्डको हालत त्यही खाले भएको रहेछ पानीले गर्दा। म जान पुग्ने चाहिँ यताबाट उकालो, अरे तेरिया यहाँनिर चाहिँ दामी दामी होमस्टेहरू छ है। सबै आएर भिजिट गर्न सक्नुहुन्छ। रङमाङ खोला, टर्जम टी गार्डनदेखिको मुनि अलिकति पर्छ है, साङमा टर्जमको मुनि र यता हेर्नु थर्बुको मुनि, गोपालधाराको मुनि, सबैको बिचमा पर्छ यो खोला चाहिँ। अझै धेरै कन्स्ट्रक्सन चलिरहेको छ, उपरतिर पनि नयाँ धेरै खोलिने चल्दैछ है। विशेष गरी खोलाहरूमा मजाले यो सबै होमस्टेहरू हो, सबै एरिया सबै होमस्टेहरू मात्रै छ, सबै होमस्टेहरू मात्रै छ यता। बाँसको पुल बनाएको छ, सबै आफ्नो आफ्नो होमस्टे छ है। सब बनिँदैछ अझै। यहाँदेखिको चाहिँ टर्जम टी गार्डन स्टार्ट है। यहाँदेखिको चाहिँ टर्जम टी गार्डन स्टार्ट। तर रोडको हालत धेरै छ यहाँ पनि, रोडको हालत यहाँ पनि बिग्रिन थालेको रहेछ। हिजो अस्ति बनाएको रोड यो है, बिग्रेको थियो, रिपेयरिङ गरेको थियो यो रोड। रिपेयरिङ चाहिँ खै कसरी गरेको थियो, रङ लगाएर मात्रै गरेको थियो ल। यो जग्गामा चाहिँ बेलुका आयो भने चाहिँ खरायो, कालिज, चितुवा सबै निक्लिरहेको हुन्छ बेलुका आउँदा चाहिँ। चाहिँ अलिकति टाइममै छ र कालिज चाहिँ यही रहेछ। ए कालिज गइगयो हो, भन्दा भन्दा कालिज चाहिँ देखिहाल्यो, कालिजको पोथी रहेछ यो। यस्तो चाहिँ यहाँनिर मृग है, दुम्सी सबै पाउँछ यहाँनिर। आज टाइममा भएकोले गर्दा त्यति देख्दैन, राति हो भने चाहिँ अलिक राति हो भने चाहिँ प्रायः सबै निक्लिरहेको हुन्छ रोडतिर। डर पनि हुन्छ चितुवाको। यताको पनि सुरुवात चाहिँ रोडको भइसकेछ, बनाएको रोड त नभनौँ, लिपेको रोडको चाहिँ अब अवस्था यहाँको बिग्रिन थालेछ। योभन्दा अलिकति कडा त घरमा पहिला बुढोहरूले गोबर र सिमेन्ट माटो मिलाएर घर बनाउँथ्यो, योभन्दा कडा हुन्छ होला पक्का हो। अब बर्खा सुरु नभए यतिको पानीले नै त यो निक्लिसक्यो भने चाहिँ अब यो प्रपर बर्खा पुरा लागेपछि त रोडको अवस्था कस्तो हुन्छ। मेन रेनी सिजन त आएकै छैन। जाडो जाडो पनि भयो। कालिजहरू यो सबै कालिजहरू रुखमा बस्यो हो। यसरी जङ्गलको भाले पोथी रहेछ यो चाहिँ। त्यो पछाडि फुरुरु भएको चाहिँ भाले यसरी भेट चाहिँ काली छ। चाहिँ कालिजहरू अझै परतिर हुन्छ, जङ्गली कुखुराहरू पनि देख्थ्यो। लुइचे भन्छौँ हामी चाहिँ, लुइचे घरको कुखुरा सेम हुन्छ तर अलिकति छरितो हुन्छ त्योभन्दा, त्यो पनि आउँथ्यो। अहिले गाडी चाहिँ सायद भेट्दैन होला कहाँ कहाँ। काली चाहिँ जति भेट्छ बाटोमा। हो गोलाइमा यो खाने भत्किन थाल्यो, अप्ठ्यारो हुन्छ अलिक पछाडि चाहिँ। भत्किन थालेछ नि उता। सबै भत्किसकेको छ साइडको रोडहरू।
यति पानी झरीमै अलिक दिनपछि चाहिँ खतमै हुने रहेछ। मिर्ग यो चाहिँ मिर्ग है, दुईवटा जोडी रहेछ। आइज यो चाहिँ मिर्ग दुईवटा रहेछ, एउटा सिङ भएको एउटा सिङ नभएको। आइज आइज हेरेर हेर टाउको मात्रै निकालेर हेरेर नि त्यसले भाग्यो नि। त्यहाँ रहेछ चेपमा। अब यही कुरा गरेको मैले है, मैले अघि भनेको थिएँ मिर्ग, काली, चितुवा, खरायो है, जङ्गली कुखुरा सबै भेट्छ यहाँनिर, सबै भेट्छ। होइन हामीले जोगाएर राख्नु पऱ्यो नि त होइन, हाम्रो हिल्सको यही यिनीहरू त शोभाहरू अनि यिनीहरूलाई जोगाएर राख्नुपर्छ। मजाले चलिरहेको दुईवटा जोडी, एउटा सिङ भएको थियो एउटा सिङ नभएको भनेपछि भालेपछि रहेछ है, चढ्दै थिएछ बिचराहरू। योहरू यहाँ छ भने चाहिँ चितुवा फिलहाल छैन होला अहिले, यो कतातिर होला तल त्यो मिर्ग। दुईवटा त देखिहाल्यो मिर्ग र कालिज। अब अलिक ढिलो भएको चाहिँ खरायो भेट्थ्यो। अलिकति ढिलो भएको चाहिँ पुरै खराहरू पनि भेट्यो बाटोतिरै। अब चाहिँ मेरो गाउँ आइपुग्यो है, लगभग ज्यादा छैन 5 मिनट मेरो घर पुग्नु लागि। आज चाहिँ खासमा चाहिँ अफ डेमा चाहिँ बस्छौँ घरमै, रुम खोज्नुपर्ने अर्को भनेर सोचेको थिएँ, त भएन। केटाले घुम्न जाउँ भनेर सबलाई एकैचोटि निकाल्यो। आज अफ डेमा त घुम्न जाउँ भनेर मिरिक नै लिएर आएछ। फेरि मिरिक आइपुग्यो भने मिरिकबाट फेरि मेरो घर छेउ यो होइन, 20 मिनटको दुरी त हो। अन्त फेरि किन सिलगढी फर्किनु भनेर म चाहिँ घरमै आएको। भोलि सिधै ड्युटी फर्किनुपर्छ। मजा आयो तर आज अफडेको दिन एकछिन भए सबै केटाहरूसँग घुम्यो। कोही बेला निस्किनुपर्छ रिफ्रेस हुनको लागि, ड्युटी चलिबस्छ। यहाँबाट चाहिँ आफ्नो गाउँ स्टार्ट भयो, टर्जम गुदाम गाउँ। यो चाहिँ टर्जम गुदाम गाउँ अनि त्यहाँबाट चाहिँ हाम्रो आउँछ टर्जम मङ्गर गाउँ। आइपुगेको अब र मैले सबै बाटोको अवस्था यस्तो ढुक्क रहेछ, ढुक्क के चाहिँ बाटोको अवस्था मैले देखाइदिइहालेको छु है। जति पनि भिडियो हेरेर हेर्नुभयो जसले तिनीहरूलाई यसो याद हुन्छ कि बाटोको अवस्था कस्तो छ। काका कता उडाउनु भएको? हजुर अब यहाँबाट चाहिँ गाउँ स्टार्ट है। घरमा थाहा छैन म छु भनेर आज अघि एकछिन चाहिँ फेसबुकमा मैले लाइभ भिडियो हालेको थिएँ, त्यसले गर्दाखेरि मिरिकमा रहेछ भनेर चाहिँ चाल पायो र फोन चाहिँ आएको थियो। त्यहाँ आएर पनि घर पनि आउँदैन भनेर भन्दै थियो है। मैले चाहिँ भन्दै त घर फर्किँदैछु, मिरिकै फर्किँदैछु, सिलगढी फर्किँदैछु भनेर फोन पनि काटिदियो। घर आइपुग्यो अब म। कहाँ गएको डाँडा रुँदै हुँदैछ तेरो? केटाहरू सब अहिले डाँडा रुँग्नु थालेको छ, साथीहरूसँग छैन, सब डाँडा रुँदै। यहाँदेखि चाहिँ हाम्रो मङ्गर गाउँ स्टार्ट। हिजो मैले एउटा भिडियो पोस्ट गरेको थिएँ, यहाँकै हालेको थिएँ है। यहाँ हाल्दा त त्यो हो नि त बाटोको है। यो चाहिँ हाम्रो गाउँ स्टार्ट, मङ्गर गाउँ, टर्जम मङ्गर गाउँ। अब मेरो बाइक पार्क गर्ने जग्गा पनि आइपुग्यो। लास्ट मन्थ आएको थियो घर, अब एकैचोटि यो महिना आइगयो। ल तब अब चाहिँ मेरो यहाँ पार्किङ हुन्छ।